सबैलाई नमस्ते है। र आज फेरि म तपाईँको यहाँ एउटा पाठमा आएको छु। पाठ तो तपाईँहरूलाई देखाउनको निम्ति यहाँ देख्न सक्नुहुन्छ कन्याश्री पाठ भन्छ है। यो चाहिँ हाम्रो ढोक्रेश्वरमा छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। मजाले एकदमै मजाले अङ्कलले बनाउनु भएको छ कन्याश्री पाठ। तपाईँहरू जहिले पनि आएर यहाँ भिजिट गर्न सक्नुहुन्छ है, किनभने यहाँ हेर्नुहोस् है, यो एकदमै जग्गा राम्रो छ। यहाँ माथि बसेर फोटोहरू खिच्न सक्नुहुन्छ तपाईँले है, रेस्टहरू गर्न सक्नुहुन्छ। यहाँ यी हेर्नुहोस् है, मजाले अङ्कलले मजाले बनाउनु भएको छ है। अनि यहाँ पनि हेर्नुहोस् है, एकदमै नेचुरल थिमले अङ्कलले बनाउनु भएको छ है। एकदम है, यो यहाँ बसेर तपाईँहरूले रेस्टहरू गरेर है नेचुरल भ्यूलाई तपाईँहरूले अप्नाउन सक्नुहुन्छ। यहाँ माथि पुरानो सामानहरू छ, तपाईँहरूले त्यो हेर्न सक्नुहुन्छ। यहाँ बस्ने ठाउँ है, रेस्ट गर्ने ठाउँ छ। अनि यहाँ यो चाहिँ हाम्रो पुरानो आले ग्राउन्ड हो, तपाईँहरूले देख्न सक्नुहुन्छ है। अनि यो चाहिँ हाम्रो ढोक्रेश्वरमा छ है। तपाईँहरू जहिले पनि आएर भिजिट गर्न सक्नुहुन्छ। अङ्कल यहाँ हुनुहुन्छ है, र आएर भिजिट गर्नुहोस्। यो जग्गा एकदमै राम्रो छ, नयाँ कुरा एक्सप्लोर गर्नु एकदमै राम्रो हो है। किनभने इफ यु एक्सप्लोर नयाँ कुरा हामीले एक्सप्लोर गऱ्यो भने नयाँ चिजहरू हामी सिक्नेछौँ है। यो चाहिँ हाम्रो यो हो है कन्याश्री पार्क। र यहाँबाट चाहिँ हामी उसमा जानेछौँ है, बिस्तारै। यो चाहिँ हाम्रो मन्दिरहरू छ है। यहाँ चाहिँ हाम्रो देवी स्थान मन्दिर हो है। यहाँ हाम्रो है बडाको मन्दिर, सरी अङ्कलको मन्दिर है। यहाँ सटकन्या मन्दिर हो है, देवी मन्दिर है। यो एकदमै सत्य छ। यहाँ जेमा यो त्यही पुरा हुन्छ है। यहाँ अब अहिले त म पस्नु सक्दिनँ, किनभने अहिले मैले नुनहरू खाएको छु है। म यहाँबाट माफ मान्दछु देवीमालाई है। यहाँ देख्न सक्नुहुन्छ तपाईँले हो, यहाँ चाहिँ तलनिर चाहिँ एउटा मन्दिर छ है। यहाँ सानो देख्नुहुन्छ ओडाल मन्दिर छ है। त्यहाँ चाहिँ बोजुको थान, अनि माथि चाहिँ सिकारी गुफा छ है। त्यहाँ चाहिँ शिवको थान छ है। तपाईँहरूले यहाँ आएर त्यहाँ मन्दिरमा पनि दर्शन गर्न सक्नुहुन्छ। पर्मिसन मान्नुपर्छ आएर पहिला हो, त्यहाँबाट तपाईँहरूले यहाँ दर्शन गर्न सक्नुहुन्छ है। यहाँ मन्दिर एकदमै ठुल्ठुलो एकदमै डरलाग्दो मन्दिर छ, तर एकदमै चोखो भएर आउनुपर्छ, किनभने यो मन्दिर चाहिँ लड्काको मन्दिर होइन। यो मन्दिरहरू सबै आफै उत्पत्ति भएको मन्दिरहरू हो है। यहाँ हाम्रो अङ्कल हुनुहुन्छ है, मेरो साथीको बाबा अनमोल है, साथीको बाबा है, भीम भन्छु म उहाँलाई। उहाँले भीम अङ्कलको बाबा हो, इन्दु अङ्कल हो। उहाँले चाहिँ यो पुर्णे पञ्चमीमा आएर है पूजा गर्नुहुन्छ है। यो जुन चाहिँ मन्दिर देख्नुहुँदैछ तलको मन्दिर दुईवटा, यो चाहिँ हाम्रो आमाले है उत्पत्ति गर्नुभएको मन्दिर हो। दुईवटा मन्दिर हो, एउटा बोजुको थान अनि एउटा माथि शिवको थान चाहिँ हाम्रो आमाले उत्पत्ति गर्नुभएको हो। तपाईँहरूले देख्न सक्नुहुन्छ। र तपाईँहरूलाई म यही भनाइ गर्छु कि तपाईँहरू आएर यहाँ एक्सप्लोर गर्नुहोस् नयाँ चिजहरू है। म यही भन्न चाहन्छु। आजलाई यति है। सबैलाई शुभ दिन होस् है, शुभ बार होस्। राधे राधे, जय माता दी।